गाइस अहिले चाहिँ हाम्रो रातिको चाहिँ 9 बजिसकेको छ हैन। अनि मैले यहाँ चाहिँ चना र आलुको सब्जी पकाउँदैछु फिलहाल। अब यसमा चाहिँ एक सिटी लाग्यो भने चाहिँ यो पाक्छ हैन, तर सिटी नै लागेको छैन। गाइस हाम्रो चाहिँ सिटी नै लाग्नु आँटेन हैन। यो 1 घण्टा भएर आइसक्यो पकाएको सिटी नै लाग्दैन। भित्रभित्रै यहाँले जलेर चाहिँ सकिन आँटिसक्यो जस्तो लाग्दैछ मलाई चाहिँ। अब यसो सिटी उचाल्छु लाग्दै लाग्दैन है। पकाउन थालेको लगभग 45 मिनट भइसक्यो। कतिखेर पाक्छ हेरौँ। भित्र के बा सुकीको सबैले थाहा छैन हैन। फाइनली गाइस हाम्रो चाहिँ सिटी पनि लागिसकेको छ हैन। देख्न सक्नुहुन्छ गाइस, हाम्रो चाहिँ आज चना र आलुको दाल चाहिँ यस्तो भइसकेको छ। यसलाई टक्क चलाम। यो आलु चाहिँ मैले नउसिनिकन यतिकै पिस पिस बनाएर सुरुमा आलु फ्राई गरेर चना हालेको थिएँ। लास्टमा यो पाकेन भने चाहिँ टेन्सनको कुरा हो। अब टक्कसँगले खानासाना पस्यो, सब्जी हालो, दाइ बारामा खाऊ। सो फाइनली गाइस मैले चाहिँ अहिले खाना पनि सर्भ गरिसकेँ हैन। हामीसँग चाहिँ आज चना र आलुको सब्जी छ, खाना छ, सबैमा त्यही छ हैन। अब चाहिँ दाइ पाराले हातसाथ धुने आउने खाने। मैले चाहिँ हात पनि धोइसकेँ। अब मजाले मिलाएर खानुपर्छ।